हेलो एभ्रिवान, यो हो हाम्रो ब्युटीको सिरिन्ज बम। अनि यो चाहिँ सुरुमा चाहिँ हामीले यो पोइन्टबाट चाहिँ स्टार्ट गर्ने है, बिस्तारै स्टार्ट गर्ने, कन्टिन्यू टु युज भनेपछि हामीले यस गरिदिने है। त्यसपछि आउँछ हाम्रो यस्तो क्लियर सेटअप भनेर आउँछ। अनि यो हाम्रो पुरानो सेटअप चाहिँ चाहिएन नि त, पुरानो छ भने यस गरिदिने। यस गर्ने अनि त्यसपछि यसरी आउँछ कि एमएल पर आवर गर्ने कि डोजिङ ओन्ली गर्ने कि त्यस्तो आउँछ। अनि हामीले चाहिँ क्लिक गर्ने है, यो बटनमा क्लिक गरेपछि डोजिङ एमएल पर आवर चलाउने भएपछि त्यही नै क्लिक गरिदिने, होइन भने चाहिँ ल डोजिङ गर्ने भने चाहिँ डोजिङमा जाने। अनि त्यसपछि यहाँ ओके भनेर आउँछ, प्रेस गरिदिनुहोस् बटन है। अब म्याक्स पर केजी चलाउने हो कि म्याक्स पर आवर हो कि म्याक्स पर केजी पर आवर, अथवा म्याक्स पर 24 आवर चलाउने हो कि म्याक्स पर केजी पर 24 आवर चलाउने, त्यो चाहिँ इन्स्ट्रक्सन अनुसार हामीलाई के चाहिएको त्यही अनुसार चाहिँ ओके क्लिक गरिदिने। यो भयो क्लिक। जस्तै अब कन्सन्ट्रेसन है, कति एमजी चाहिँ हालेको छ यसमा चाहिँ हामीले कन्सन्ट्रेसन कति एमजीको मेडिसिन, जस्तै हाम्रो नरेड भयो सपोज है, नरेड चाहिँ हामीले 8 एमजी हाल्यो है। यस्तो प्रेस गर्दै जाने यहाँनिर, लङ प्रेस गर्यो भने चाहिँ एकदम फास्ट जान्छ क्या। ल 8 एमजी भयो अनि ओके गरिदिने। अब यसमा चाहिँ हामीले कति एमएलएम डिजर्भ गरेको त, 8 एमजी 50मा हो भने 50मै गर्ने, सबै क्यालकुलेट गरेर आउँछ यसले, हामीले केही पनि क्यालकुलेट गर्नु पर्दैन। यदि सपोज हाम्रो चाहिँ 40 एमएलमा डिजर्भ गऱ्यो है 8 एमजी, प्रायः जस्तो नराड हामीले 48/40 गर्छ, अथवा 4/40 भयो, अथवा 4/20 गरेर हुन्छ नि त। ल 8 एमजी थियो नराड, अनि त्यस कतिमा 40मा डिजर्भ गरेको हो भने चाहिँ यसले आफै क्यालकुलेट गर्यो 1 एमएल इक्वल्स टु कति हुन्छ, 0.20 हुन्छ। यसले 1 एमएल इक्वल्स टु कति हुन्छ आफै क्यालकुलेट गरिदिन्छ। ओके गरिदिनुहोस्। त्यसपछि वेट, अब वेट कति छ त्यो पेसेन्टको, सपोज 50 केजी छ है, यसले लङ प्रेस गर्नुभयो भने त्यसपछि 50 केजी भयो, सबै सेटअप ओके भयो है बिरामीको। अनि कन्फर्म सेटअप भनेर आउँछ यसमा, त्यसपछि कन्फर्म गरिदिने। अनि अब चाहिँ हामीले स्टार्ट गर्ने कतिमा 0.01देखि स्टार्ट गर्छौँ। ओके भयो, कन्फर्म भयो। अनि त्यसपछि यो ग्रिनलाई क्लिक गरिदिनु भयो भने